नमस्कार सबैजनालाई म ज्योतिष पुरुषोत्तम घिमिरे विशेष हजुरहरूलाई हाम्रो लाल किताबमा बताइएको सूर्य ग्रहको उपचार विशेष हजुरहरूलाई गर्न अनुरोध गर्दछु। हाम्रो जनपत्रिकामा सूर्य ग्रहको उपस्थिति कमजोर छ या सूर्य ग्रह नीच छ, नेगेटिभ प्रभाव बनाइरहेको छ हजुरहरूलाई भने हजुरले विशेष रूपमा 3टा टुक्रा तामाको सिक्का पनि प्रयोग गर्न सक्नुहुन्छ या 3टा कुनै टुक्रा लिएर आउनुहोस्। हजुरले बगिरहने पानीमा एउटा टुक्रालाई प्रवाह गर्नुहोस्, एउटा टुक्रालाई विधिवत रूपमा दान गर्नुहोस्, अर्को टुक्रालाई हजुरले आफ्नो पासमा राख्ने गर्नुहोस्। त्यसले गर्दा सूर्यले हाम्रो राम्रो लाभ दिन सक्छ। हाम्रो जन्मकुण्डलीमा सूर्यको कमजोर उपस्थितिको कारणबाट राज्यसित सम्बन्धित झमेलाहरू, आँखासित सम्बन्धित समस्याहरू, हड्डीसित सम्बन्धित समस्याहरू सिर्जना हुन सक्छन्। त्यसको लागि यो विधि प्रयोग गर्दै गर्दा विशेष लाभदायी देखिएको अवस्था र त्यसबाट राम्रो रिजल्ट आइरहेको अवस्था देखिन्छ। त्यस कारणले यो विधि प्रयोग गर्न सबैमा विनम्र अनुरोध गर्न चाहन्छु। राधे राधे।